मेरो पोस्ट मैले हालिसकेँ। मैले बर्थडेको लागि सबै कुरा रेडी गरिसकेँ। अब सुतिरहेको महारानीलाई उठाम है ह्याप्पी बर्थडे भन्नलाई। आको 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 ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे हो कि ह्याप्पी बर्थडे उठ के ह्याप्पी बर्थडे हो कि ह्याप्पी बर्थडे टु यु ल उठ के ह्याप्पी बर्थडे कस्तो ह्याप्पी बर्थडे हो त ह्याप्पी बर्थडे हो नि त ए त्यस्तो रहेछ ल अब त ह्याप्पी बर्थडे गरौँ त अनि अब कहिले हो त झन् किन्दिएर ला हो र म त निधारै मैले उठ्या हो सुतिसकेँ कि पहिले गिफ्ट लिने केक काट्ने अनि कहिले काट्ने फोन गरेर अर्डर गरेको अहिले होइन कि अफिसमा मिटिङ थियो आउनै पाएको थिएन बाहिर अनि फोन गरेर त्यो डेरीमा अनि कस्तो हो त मान्छे पनि त सिँगै यत्रो मान्छेको बर्थडे हो त यहाँ गिफ्ट पनि आएको त के होला यो हेर न है निद्रामै छौ कि निद्राबाट बाहिर निकालिदिउँ कि ल्याइदिएको नि ह्याप्पी बर्थडे अब आइतबार यसलाई सानो बनाउनु पर्छ अन्त अब योसँग है अन्त बर्थडे आज हो त नि अनि पर्सि काट्ने त वेलकम हस् हुन्छ घडी पुस्ने पनि रहेछ कि चस्मा पुस्ने जस्तै राम्रो रहेछ
वारेन्टी कार्ड पनि होला कार्ड त छैन हेर्नु होइन थियो होला Happy birthday to you. Happy birthday to you. Happy birthday, dear baby. Happy birthday to you. उठिएछ केहीले पुछ नि त म के दिउँ आँखाभित्रै छिर्यो दुख्यो बर्थडे में चलता है दन्त क्या यो न दुखेर निद्रेमा भएर हो कि मलाई कसले फोन गर्यो सुरेश भाइले ल केक काटम ल केक काटम ल केक काटम थ्याङ्क यू बाबु थ्याङ्क यू ल दर्शन नमस्ते दर्शन भाग्यमानी यो क्यान्डल पनि त जलाउनु पर्ने होला नि त यहाँ त अनि यो ल सही टाइममा कल गरेछु आइम सो लक्की ल त्यो फेरि कोठा यो कम के अरे ब्ल्याङ्केट भित्र हो कि केक काट्ने फेरि ब्ल्याङ्केट बाहिर केक काट्यो सबले देख्छन् नि भोलि म त निदाकै थिएँ कि अहिले बिउजी कस्तो दिन रमा थिएँ म त Happy birthday to you. सरप्राइज दिएको बुढोले सरप्राइज दिनुभएको यहाँ मिन्द्रेमा है मान्छेको औ वाइल्ड सरप्राइज हो फेरि अनि पक तँलाई केक काटिसकेपछि फोन गर्छु मेरो भाइ त्यहाँ चाहिँ लिन्छ जस्तो ती ल्यायो केक काटे तेरो बर्थडेमा कहिले केक काट्यो होला मेरो बुढीले काटिदियो होला 6 वर्ष अगाडि मिलेको अरे हामी त त्यो कति 24-25 साल भयो त हामी मिलेको के भने है 6 बज्ने होइन अब त्यो भन्ने खोजे होइन ल ठिक छ बर्थडे विस गरौ ठिक छ हाम्रो नि बर्थडे गएको थियो अस्ति भर्खर हामीले त गरेन विस भने 6 वर्ष अगाडि मिल्ने भन्नाले 25 साल पहिलेको मान्छे भन्दा 6 वर्ष अगाडि मान्छे इम्पोर्टेन्ट हुँदो रहेछन् भन्ने हुन्छ नि अनि तपाईँले 25 वर्षसम्म त्यति धेरै इम्पोर्टेन्ट लाग्ने काम के गर्नु भएन होला त्यति मैले 6 वर्षमा गरेँ यसले मैले पुटपुडा खिलाएको अरे के गरेको पुटपुडा भनेको त्यो जङ्गलमा पाउँछ क्या त्यो पानी पर्दाखेरि फुट्छ नि गोलो गोलो ए पटौला त्यो खिलाएको अरे के हजुर हो यहाँ एकदम यहाँ लाइभ पनि भइरह हेर्नु न ह्याप्पी बर्थडे आफू लेख्नु पर्ने काकु लेख्दैछ भने फोनबाट अर्डर गरेको काकु लेख्दै भने खै लाइटर भयो लाइटर नाइ भाइ आजभोलि यहाँ लमै ल यस्तो कपाल कस्तो गरे ल ल ल ल विश गरम बर्थडे टु यु ह्याप्पी बर्थडे डियर आकु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर आकु
आई विश के अरे आई विश अर्को वर्ष ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डे टु यु ट्याक्कै 9 महिनापछि भतिजा होस् त के रे अबको 9 महिनापछि भतिजो होस् अरे के कसरी 9 महिनापछि भतिजा हजुरको चाहिँ होस् न के भन्नुपर्छ हामीले भतिजा नै भन्नुपर्छ ट्विन्स होस् नै मेरो भतिजा हो अबको 9 महिनापछि मेरो भतिजा होस् पुगेन डेट म स्क्रिनशट हानेर राख्छु कति अरे हाम्रो भतिजा हजुरको छोरा छोरी होस् दुईटा होस् के हजुर ट्विन्स ट्विन्स ल टेन्सन ल ल पुग आइम ह्याप्पी ल ट्विन्स भयो म त खुसी हुने हो र पुग्ने ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु यो दुईटै बुढाबुढी बनाएर छोरी खोइ त छोरी सुते छोरी सुते मजाले खाना एकमा एउटा भाग छोरीलाई सुताइरहेको छोरीले राखिदिने हाम्रो मुटुको टुक्री हो नि त छोरी त मुटुले नखाएर भाउजू बर्थडे तिमी पुग्छौ न सही टाइममा फोन गरेर छु यार मैले जगती अनि त्यही भएर ल ल काटौँ अब केक काटौँ साथी काटौँ है गरम गरम ल चेरीको डल्लो नै खुवाइदिन्छु ल तिमीलाई म तिमीलाई खुवाइदिन्छु त ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु चम्मच हुनु पर्थ्यो यो त डल्लै लाग्छ त फेरि हो र यहाँ भिडियो भएको छैन भने थाहा छैन ह्याप्पी बर्थडे टु यता हात चाहिँ यु निकाल्नु भयो कति हुने यार के बजे ह्याप्पी बर्थडे खुवाइदिन्छु नि ल म तिमीलाई खुवाइदिन्छु नि ए यतिकै खुवाइदेऊ ह्याप्पी बर्थडे टु यु नाकमा पनि त लाउनु पऱ्यो नि त कस्तो मिठो कति धेरै थ्याङ्क यू ह्याप्पी बर्थडे टु यु यो फेरि निभ्याएन ल केही भन्नु ह थ्याङ्क यू सो मच के भन्नु छ भनौँ यति धेरै माया दिए भो कमजोर मलाई नबनाऊ त्यति भन्नु छ हस् धेरै केही भन्नु छैन है ल ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना गड ब्लेस यु थ्याङ्क यू हजुर हजुर मैं अल्लाह ताला ब्लेस मैं भगवान ब्लेस यू